हेलो गाइस सबैलाई गुड मर्निङ। अनि आज चाहिँ मेरो यो नयाँ फर्स्ट ब्लग हो गाइस हैन। अनि आज चाहिँ मैले हल्का रुमकै ब्लग बनाइदिएको गाइस, फुल ब्लग हैन। अनि मेरो फेस रिभ्यू गर्नु चाहिँ मलाई मन थिएन, तर पनि अब चाहिँ मैले स्टार्ट गरेको ब्लग बनाउनु गाइस हैन। अनि कस्तो हुन्छ हेर्दै जानुहोस् गाइस। मलाई आइडिया छैन, तपाईहरुले सपोर्ट माया गरिदिनुस् ला। अवस्था यहाँ देखाउ चिकनहरु कस्तो भयो आज मेरो हातको खाना। अन्त हजुर चाहिँ सपिङ गर्न गएको थियो, ऊ अर्को हजुरले चाहिँ भाडा दिँदैछ गाइस हो। यस्तो भन्ने चाहिँ गाइस खाना बनाउनु पर्ने हो। अन्त हाम्रो यो हाम्रो सानो किचन हैन गाइस। अनि यो दाजुभाइको रुम चाहिँ यस्तै छ हालत, दाजु माइन्ड नगरिदिनुहोस् होला। अन्त यहाँ हाम्रो ठुलो छ, यहाँ सुतिरहेको छ निन्द्रामा हो गाइस है। अन्त खानासाना पनि नगर, खानासाना पनि खाइसक्यौँ, अब बाहिर गएको हैन तपाईहरुलाई भ्यू देखाउनको लागि गाइस। कस्तो छ भ्यू हैन, हेर्न सक्नुहुन्छ कालेबुङको भ्यू। चट्ट लाएर यस्तो टाइपको छ कालेबुङको भ्यू, हेर्नुहोस् है गाइस। भिडियो पनि धेरै लामो भयो होला, अब म यहाँ एन्डिङ गर्दैछु। अन्त यहाँ भाइको चाहिँ सफा हुँदैछ आज हाम्रो रुम, यहाँ गीत गीकाउँदैछ भाइको। फेरि नयाँ आज आइट्याप के फेरि यसको नाम हो गर्लफ्रेन्डसँग। अन्त यहाँ साथीको पनि नयाँ हो। हामी खालि छैन है गाइस, अब हामीलाई पनि युट्युबबाट इन्कमिङ गराउनु पर्यो। अनि यहाँ भाइ चाहिँ सेसेनबाट पनि खेल्दै रहेछ, यहाँ के हो यो गोर्खा राइफलबाट पनि खेल्दै रहेछ भाइ हो। अनि भाइको खोइ उयोहरू ट्रफी सफीहरू माथि छ अरे। रुम त्यस्तै हुन्छ है केटाको गाइस, हेर्नुहोस् है। यहाँ कपिराइट लाग्छ होला हो गाइस, त्यही भएर भाइ कहाँ जानु आँटेको आज? भोलि कलकत्ताको लागि भाइ चाहिँ एकदम बिग प्लेयर। ल गाइस अब चाहिँ म आज यतिमै ब्लग राख्छु है गाइस। अब नयाँ ब्लगमा भेट्छु। कस्तो हुन्छ गाइस गली आज दिनभरि यो खोला त भाइ। अनि टक्कै अब यो खाएर चाहिँ ल गाइस बाई।